हुनेछ। अनि राजनेता भनिन्छ जसलाई देशको सञ्चालन गर्नेवाला, देशलाई हाँक्नेवाला, राम्रा राम्रा यहाँबाट उत्पादन गर्नुहुनेछ। अरू विद्यार्थीहरू पढ्नुहुनेछ माता सरस्वतीको कृपाले। भोलि सरस्वती माताको आज विशेष दिन हामीले सबैजनाले मिलेर पूजा गर्यौँ। यो अघि हामीले सोधेका थियौँ सरलाई, जसले एउटा त आधार त चाहिन्छ नि, होइन? कहाँबाट आयो भन्ने त आधार चाहिन्छ नि, अन्त माध्यम त गराउनेवाला कर्तुम अकर्तुम अन्यथा कर्तुम सर्वसमर्थता तिनै ईश्वर छ जो हामी मान्दछौँ, जसलाई हामी बुझ्दछौँ, हामीले मानेका देवता उनीको कृपाले नै कार्य बन्ने हो। तर माध्यम भनेको कसैलाई बनाउनुहुन्छ, निमित्त कारण भनिन्छ। कारण भनेको तपाईँ पनि बन्न सक्नुहुन्छ, हामी पनि बन्न सक्छौँ। त्यस्तै आजको यस कार्यक्रमको जो मूर्ति सरस्वती माताको विग्रहलाई यहाँ ल्याउने निमित्त कारण, यसको लागि कारण भनेको सोशल सर्भिस अफ नेपाल, द सोशल सर्भिस अफ नेपाल दिलीप प्रसाद खनाल फाउन्डेसनद्वारा यो आयोजना गरिएको हो। यो स्थापना अब यो उहाँहरूको नाम होइन, अब यो भनेको विद्यालयको विज्ञान माविको भइसक्यो। निमित्त मात्रै उहाँहरू बन्नुभएको थियो। यो समितिका जति पनि पदाधिकारी बन्धुहरू यहाँ आउनुभएको थियो, उहाँहरूले नै यो भगवान्ले प्रेरणा दिनुभयो, सद्बुद्धि दिनुभयो, सरस्वती माताले कृपा गर्नुभयो, सद्बुद्धि दिएर मलाई लगेर त्यहाँ स्थापना गराऊ भन्नुभयो। अनि यसको उत्तरदायित्व यसै फाउन्डेसनका संरक्षक र यसै फाउन्डेसनका जो अध्यक्ष, समाज समितिका समस्त पदाधिकारीहरूलाई यो ज्ञान दिनुभयो र माताले कृपा गरेर स्वयं माताले आदेश दिएर यहाँ आएर स्थापना हुनुभएको छ। अब हजुरहरूले यहाँ त यो अहिले आजको दिनलाई मात्रै हो, सबै विद्यार्थी नानी बाबुहरू पनि हुनुहुन्छ, यहाँ गुरुबा गुरुआमाहरू हुनुहुन्छ, विद्यालय व्यवस्थापक समितिका समस्त बन्धुहरू हुनुहुन्छ। यो त केवल आजका दिनलाई मात्रै यो बनाइएको हो। अब माताको निवास स्थान भनेको यतापट्टि हामी बनाउँछौँ भनेर यहाँ हामीले सुनेका छौँ, मन्दिर बन्छ अरे। अब जति दिनसम्म माता यहाँ बस्नुहुन्छ, विराजमान बन्नुहुन्छ, विद्यार्थी नानी बाबुहरूले पनि आएर ठेल्ने धकेल्ने नगर्नु होला। अब आज पूजा हुन्छ, भएन भने भरे सबैजनाले लगेर भित्र राख्नु।